आज यो दलितहरूप्रति भएको जाजादीले सगरमाथाको टाकुरो कटिसक्यो। दलितहरूले न्याय खोज्न अब राज्यबाट नपाएदेखि अब अन्तर्राष्ट्रिय अदालत हेगमा जानुपर्ने हो कि भन्ने अवस्था आइसकेको छ। अहिले अन्तर्राष्ट्रिय जातीय विभेद मुक्ति दिवस 59औं मुक्ति दिवस मनाइरहेको अवस्थामा हाम्रो देशको जातीय विभेदको घटनाले कति लज्जास्पद बनाएको छ, यो ज्यादै गम्भीर कुरा बनेको छ। सिराहा जिल्लाको औरई 5 का दीपक मल्लिक डोमको घर भत्काइएको, जुन प्रधानमन्त्री राहत कोषबाट बनाइएका घरहरू हुन् 5 वर्ष पहिला, ती घर भत्काइयो। घर मात्रै भत्काइएन, दलितले टेकेको धरती समेत अपवित्र हुन्छ भनेर आफ्नो पवित्र मातृभूमिको मा बन्यो घर र त्यो आँगन अपवित्र हुन्छ भने दलितले कुन आँगन कुन धरती टेक्न जाने। आज यस्तो किसिमको जुन ज्यादती भएको छ, ती ज्यादती गर्ने यो विष्णु महायज्ञका आयोजक भनिएका बजरङ्गी बाबा मुख्य, त्यसपछि उनलाई भरपूर सहयोग गर्ने गाउँपालिका अध्यक्ष शिवजी यादव, जो डोजर लगाएर आफै बसेर घर भत्काउन अग्रसर भए। यस किसिमका घटनाले त्यहाँका दलितहरू त बोल्न सकेनन्। मैले आज बिहानै सिडिओलाई फोन गरेको थिएँ, त्यो जिल्लाको प्रमुख जिल्ला अधिकारी भन्नुहुन्छ हामीलाई त केही पनि थाहा छैन, अहिलेसम्म केही पनि जानकारी छैन। यसरी प्रमुख अधिकारीसम्मले जानकारी नहुने गरी जुन घटना भयो, यस घटनाका अभियुक्तहरू पीडकहरू शिवजी यादवलाई तत्काल निलम्बन गर्नु। सिराहामा जुन घटना भयो, एउटा दलितको घर भत्काएर महायज्ञको तयारी, त्यसको घोर भर्त्सना गर्न चाहन्छु र सम्बन्धित साझेदारहरूलाई, सम्बन्धित निकायहरूलाई त्यसमा कडा कारबाही लिनको लागि म आह्वान र अनुरोध पनि गर्न चाहन्छु। यसरी नै अस्ति 25 करोड रुपियाँ टोखामा समातियो। त्यो 25 करोड रुपियाँ समातिँदै गर्दाखेरि विगतमा पनि कहिले 35 किलो, कहिले 80 किलो, कहिले कता सुन समातियो भनेर सुन्यौँ। ट्याक्सी ड्राइभरलाई भरियालाई मात्र थुनेर राखियो, तर कहिले पनि त्यसको मालिक को हो भन्ने पत्ता लागेन। यसपालि पनि यो 25 करोडको मालिक पत्ता नलाग्ला र त्यही ट्रक ड्राइभरलाई थुनेर नै थामथुम पारिएला कि भन्ने डर छ। त्यसैले गर्दा सबैजनाको यसमा एक किसिमको चेतावनी पनि सोचौँ। यसरी नै सधैँ भरियाहरू मात्र समातेर र कालाबजारीलाई चाहिँ संरक्षित गरिराखेर त सुशासन कसरी हुन्छ? सुशासन आएर भाषण मात्र गर्ने कुरा नहोला। त्यसरी नै भर्खरै सिन्धुपाल्चोकमा समातिएको ट्रक जसमा 740वटा भेप समातियो, त्यो भाटभटेनी सुपरमार्केटको भएको भन्ने कुरा खुलिसकेको छ र त्यसलाई राजनीतिक दल र त्यसमा पनि प्रधानमन्त्री, सम्माननीय प्रधानमन्त्रीज्यूको पार्टी कार्यालय बनाउने दाता भएको हुनाले त्यसलाई संरक्षित नगरियोस् भनेर त्यता पनि ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद। आज 20 मार्च हो, भोलि 21 मार्च हो। 21 मार्च भनेको अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको रूपमा संयुक्त राष्ट्र सङ्घले 1966 मा यो अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाउने प्रारम्भ गरेको छ। 1960 मा साउथ अफ्रिकामा रङ्गभेद विरोधी आन्दोलन हुँदा त्यहाँ प्रदर्शन गरिरहेका रङ्गभेद विरोधी आन्दोलनमा प्रदर्शनमा रहेका 69 जना काला जातिका व्यक्तिहरूलाई हत्या गरिसकेपछि यो 1960 मा यो घटना भयो र 66 मा यो संयुक्त राष्ट्र सङ्घले यो दिवस मनाउने घोषणा गरेर नेपालले 1971 मा हस्ताक्षर गरेर नेपाल पनि पक्ष राष्ट्र भएको कुरा म जानकारी गराउन चाहन्छु। र आज हामीले यो प्रतिनिधि सभाबाट, हामीले पुनर्स्थापित प्रतिनिधि सभाबाट 2063 जेठ 21 गते पुनर्स्थापित प्रतिनिधि सभाबाट जातीय भेदभाव र छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको पनि आज 18 वर्ष पुग्यो। यी विविध घटनाहरू घटिरहेका छन् र आज हाम्रो देश नेपालमा विभिन्न जातीय विभेदका घटनाहरू घटिरहेका छन्, विभिन्न रङ्गभेद विरोधी आन्दोलनहरू भइरहेका छन्। यो परिवेशमा हिजो मात्रै सिराहा जिल्ला औरई गाउँपालिका वडा नम्बर 5 मा विष्णु महायज्ञ गर्ने नाममा औरई गाउँपालिकाका अध्यक्ष शिवजी यादव
र जनमत पार्टीका गाउँपालिका अध्यक्ष दिलीप यादव सहितका व्यक्तिहरूले त्यहाँ बसोबास गरिरहेका डोम जातिका व्यक्तिहरूलाई जुन खालको उहाँबाट उठीवास गर्ने जुन खालको व्यवस्था गरेको छ त्यसको म घोर भर्त्सना गर्न चाहन्छु र ती पीडित परिवारलाई न्याय दिनको लागि म सरकारसँग जोरदार माग गर्न चाहन्छु। सभामुख महोदय, म सम्मानित सदनको ध्यान सिराहा जिल्लाको उरही गाउँपालिका 5 मा भएको घटनाले हाम्रो संवैधानिक मूल्य र सामाजिक न्यायको मर्ममा गम्भीर आघात पुर्याएको घटनातर्फ आकृष्ट गर्न चाहन्छु। विगत 30 वर्षदेखि ऐलानी जमिनमा बस्दै आएका दीपक मल्लिकको परिवारलाई जबरजस्ती घरबाट विस्थापित गरिएको छ। उनीहरू सडक किनारामा छाप्रोमा भगवानका मूर्ति राखेर श्रद्धा व्यक्त गर्दै जीवनयापन गरिरहेका थिए। तर यही धार्मिक आस्थालाई आधार बनाएर योजना गरिन लागेको विष्णु महायज्ञको कारण उनीहरूको घर भत्कायो। अझ अमानवीय पक्ष के छ भने घर मात्र भत्काएन, दलित परिवारको नाममा रहेको माटोसहित 2 फिट जमिन समेत खनेर फाल्यो। हामीले साँचो अर्थमा छुवाछुत अन्त गरेका छौँ त के अझै पनि गरिब दलित र समुदायलाई दोस्रो दर्जाको नागरिक चाहिँ व्यवहार गरिन्छ? प्रशासन र स्थानीय तहको मौनताले के सङ्केत गर्छ? सभामुख महोदय, नेपालको संविधानले जातीय विभेद अन्त गरिसकेको छ। मुलुकी अपराध संहिता 2074ले जातीय आधारमा अपमानजनक व्यवहारलाई दण्डनीय अपराध घोषणा गरिसकेको छ। तर यो घटना संविधानको मर्ममाथि प्रहार मात्र होइन, राज्यका संरचनाहरू कसरी दलित समुदायमाथि दमन गर्न प्रयोग गरिएको छ भन्ने प्रमाण हो। त्यसैले म सरकार समक्ष केही स्पष्ट प्रश्नहरू राख्न चाहन्छु। दीपक मल्लिकको परिवारलाई विस्थापित गर्ने निर्णय कसले गर्यो? जातीय विभेद र अमान्य व्यवहार गर्ने दोषीलाई कानुनी दायरामा किन नल्याउने? सभामुख महोदय, यो घटनाले नेपालको समावेशी लोकतन्त्रलाई लज्जित बनाएको छ। त्यसैले म सरकार समक्ष तत्काल छानबिन समिति गठन गर्न, दोषीलाई कडा कारबाही गर्न तथा पीडित परिवारलाई क्षतिपूर्ति र पुनर्स्थापनाको सुनिश्चितता गर्न जोरदार माग गर्दछु। धन्यवाद।